अब यो इन्फर्मेसन टेक्नोलोजीमा जुन खालको डेभलपमेन्ट भयो, जुन खालको चाहिँ अब एउटा रिभोल्युसनै भनौँ न होइन एक किसिमले। हेर्दा हेर्दै हेर्दा हेर्दै कहाँबाट कहाँ पुग्यो। अब त्यसमा रेस्ट्रिक्सनै लगाउन सकिँदैन। खालि त्यसलाई अब प्रोपरली युज कसरी गर्ने, अनि त्यसमा चाहिँ अब त्यसको एक्सेसिभ भयो युज भनेदेखि या त्यसको चाहिँ मिसयुज भयो, एब्युज भयो भनेदेखि त्यसको कन्सिक्वेन्सेसहरू पनि डेफिनेटली अब त्यो डिजायरेबल कन्सिक्वेन्सेस त आउँदैन, नेगेटिभ कन्सिक्वेन्स नै आउला। अब तर यसलाई चाहिँ भनौँ न पढाइ लेखाइकै कुरामा पनि त्यसलाई कसरी युज गर्न सकिन्छ, पारिवारिक कुरामा, घर परिवारकै कुरामा होइन, एउटा चाहिँ नर्मल लाइफ लिड गर्ने कुरामा पनि यो टेक्नोलोजीबाट कसरी सहयोग लिन सकिन्छ र त्यो सहयोग लिन खोज्दा खोज्दै पनि त्यसको युज प्रोपर युज गर्न खोज्दा खोज्दै पनि के कस्तो कन्डिसनमा चाहिँ त्यो एब्युजतिर या मिसयुजतिर जान सक्छ त भन्ने कुरामा अलिकति अवेर हुन सकियो भनेदेखि अब यो कति चाहिँ सुनिन्छ कि अब ब्यान लगाइदिनुपर्छ, बन्दै गरिदिनुपर्छ, जस्तो बच्चाले पनि घरमा मोबाइल छुनै दिनु हुँदैन। अब त्यो चाहिँ त्यति सजिलो छैन कि अहिले। अब त्यो कस्तो भयो भने सबैसँग छ, सबैको पहुँचमा छ। अब मैले मेरो मात्रै छोराछोरीलाई यसलाई चाहिँ म एसी नदिकन मोबाइल छुनै दिन्न भनेर सकौँला गर्न, तर त्यसले राम्रो रिजल्ट ल्याउला जस्तो लाग्दैन कि मैले, किन त्यो फ्लोमा गएन नि त ऊ त। उसको उमेर समूहका अरू साथीभाइहरू सँगसँगै त ऊ जान पाएन। तर अब त्यहाँनिर चाहिँ फेरि अब दिनुपर्छ भनेर एक किसिमको कुनै पनि त्यो रेस्ट्रिक्सनै नराखिकन, कुनै क्राइटेरिया नै नराखिकन फ्रिली एउटा चाहिँ 20-25 वर्षको एडल्टलाई दिएको जस्तो गरेर 14-15 वर्षको बच्चालाई पनि त्यस्तै खालको फ्रिडम चाहिँ दिनु भएन। त्यसमा एउटा मैले के हेरेको छु भन्ने कुरो मेरो बाआमालाई थाहा हुन्छ। जस्तो मैले मेरो छोराको चाहिँ मैले खोलिदिएको प्रोफाइल छ, उसले त्यही चलाउँछ, अनि बेला बेलामा उसकै अगाडि बसेर म हिस्ट्री हेर्छु कि त्यो के हेरेछ भनेर पत्ता लगाउन भन्दा पनि ऊ कन्सियस हुन्छ नि। त्यति भएपछि मैले के चलाएको छु भन्ने कुरो मेरो बालाई थाहा हुन्छ, सबै थाहा हुन्छ। अनि त्यो पनि मैले लुकेर पनि गरेको छैन नि त। उसलाई थाहा छ, मेरो बाले बेला बेलामा हेर्छ र मैले के चलाएको छु भन्ने कुरो मेरो बाले थाहा हुन्छ भन्ने थाहा हुन्छ। त्यति भयो हुँदाखेरि पनि एउटा एक किसिमको चाहिँ उसमा कन्सियसनेस होइन। अनि नचाहिने कुराहरू मैले हेर्नु हुँदैन, चलाउनु हुँदैन, त्यो चाहिँ मेरो बाले थाहा पाउँछ भन्ने त भयो नि त्यति भएपछि। त्यति गर्न सकियो भनेदेखि चाहिँ अब यो प्रविधिको सदुपयोग गर्न सकियो भनेदेखि पक्कै पनि अब प्रविधि भनेको त विकासकै क्रममा आएको एउटा अब यो हाम्रै जीवनलाई सहज बनाउन आएको कुरा हो। तर त्यसको सदुपयोग भयो भनेदेखि राम्रो हुने भयो, तर सदुपयोग गर्न सकिएन भनेदेखि अनि मात्रै त्यसको चाहिँ बेफाइदाहरू हुने हो नि त। त्यसैले सदुपयोग कसरी गर्न सकिन्छ भन्ने कुरामै हामी बेसी सचेत हुनु पर्ला जस्तो लाग्छ मलाई।